काठमाडौँ सहर जहाँ आजभोलि खुला ठाउँ र खाली जग्गा भेट्टाउन मुस्किल हुँदै गइरहेको छ, तर पछिल्लो समय हामीले यता एउटा ठुलो र सकारात्मक परिवर्तन देखिरहेका छौँ। काठमाडौँ महानगरपालिका र बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा मिचेर बनाइएको अवैध संरचना भत्काउने अभियानले तीव्रता पाएको छ। वर्षौँदेखि केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थका लागि कब्जा गरिएको यी सरकारी जग्गाहरू अब बल्ल आम जनताको लागि फिर्ता हुँदैछ। तपाईँले यहाँ डोजर चलेर कङ्क्रिट मलहरू ढलेको देख्नुभएको छ। इन्जिनियरिङ दृष्टिकोणले यस्ता संरचना भत्काउन मुख्यतः दुईवटा विधि प्रयोग गरिन्छ। पहिलो हो मेकानिकल डिमोलिसन, जहाँ ठुला एक्सकाभेटर र हाइड्रोलिक ब्रेकरको प्रयोग गरेर संरचनालाई छिटो र प्रभावकारी रूपमा भत्काइन्छ। तर यसअघि डिस्ट्रक्सन अर्थात् छनौट गरेर भत्काउने विधि पनि अपनाइन्छ, जसमा कामदारहरूले सुरक्षित रूपमा प्रयोग गर्न मिल्ने झ्याल, ढोका र तामाका तारहरू निकालेर बचाउँछन्। यी भवनहरू भत्काउनुको अर्थ कानुनको पालना गराउनु वा जग्गा खाली गर्नु मात्र होइन। यसको निकै ठुलो इन्जिनियरिङ र वातावरणीय महत्त्व छ। कङ्क्रिट र पिचले जमिनलाई टप्प ढाकेको हुन्छ, जसले आकाशे पानीलाई जमिनमुनि जान दिँदैन। जबकि यी भवनहरू भत्काएर माटोलाई खुला छोडिन्छ, तब जमिनले फेरि पानी सोच्न पाउँछ। यसले हाम्रो सहरको सुक्दै गरेको ग्राउन्ड वाटर लेभल बढाउन मद्दत गर्छ र वर्षायाममा हुने डुबानको समस्यालाई कम गर्छ। साथै कङ्क्रिटले घामको ताप सोसेर सहरलाई अस्वाभाविक रूपमा तातो बनाउँछ। यी संरचना हटाउँदा वरपरको तापक्रम स्वतः घट्न थाल्छ। अब तपाईँको मनमा प्रश्न उठ्न सक्छ, यति धेरै भग्नावशेष र कङ्क्रिटको फोहोरलाई कहाँ लगेर फालिन्छ त? इन्जिनियरिङ र दिगो विकासको नियमले यो सबै फोहोर होइन भन्छ। यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ। भत्काइएका कङ्क्रिटका टुक्राहरूलाई पेलेर वा फुटाएर अब बन्ने हरियाली पार्कको बाटोको जगमा प्रयोग गर्न सकिन्छ। त्यसैगरी त्यहाँबाट निस्किएका फलामका डन्डीहरू सिधै रिसाइकल गर्न कल कारखाना पठाउन सकिन्छ। यसले गर्दा डम्पिङ साइटमा पर्ने भार कम हुन्छ। संरचना भत्काएर फोहोर व्यवस्थापन गरिसकेपछि यो पुरै जग्गालाई एउटा सुन्दर र खुला हरियाली पार्कमा परिणत गर्ने योजना छ। यो पार्कले सहरी सौन्दर्य मात्र बढाउने छैन, यसले स्थानीय हावा प्रदूषण फिल्टर गर्न र सहरी चराचुरुङ्गीलाई बासस्थान दिन पनि मद्दत गर्नेछ। एउटा कङ्क्रिटको जङ्गल र अवैध कब्जाको प्रतीक अब छिट्टै सम्पूर्ण समुदायको लागि सास फेर्ने, खेल्ने र रम्ने खुला ठाउँ बन्दैछ। यो भत्काउने कार्य कुनै विनाश होइन, यो त एउटा स्वस्थ, स्वच्छ र हरियाली सहर निर्माणको सुन्दर सुरुवात हो।